दर्शन नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। आज हामी स्वादिलो र स्वास्थ्य जानी फापरको रोटी बनाउनेछौँ है त। ल सुरु गरौँ। पहिला लिएको छु मैले एउटा बाउल र त्यसमा हालेको छु फापरको पिठो। फापरको पिठो मैले दुईजनालाई ठिक्क हुने 3टा रोटी बन्ने जति लिएको छु र त्यसमा हालेकी छु 3टा अन्डा। अन्डा हाल्यो भने हाम्रो रोटी मजाले पाक्छ। त्यसपछि हामीले हाल्छौँ जिरा, नुन चाहिँ स्वाद अनुसार, अनि त्यसपछि पानी चाहिँ आवश्यकता अनुसार हालेर यसलाई मिक्स गरौँ। ल हेर्नुहोस् त, अब यस्तो ब्याटल भयो। यस्तो ब्याटल भएपछि चाहिँ हाम्रो यो चाहिँ पकाउनको लागि रेडी भयो फापर। अब त्यसपछि ग्यास अन गर्ने अनि एकछिन प्यान चाहिँ तात्न दिने। प्यान तातेपछि चाहिँ अब मैले त्यसमा लगाउँछु थोरै घिउ। घिउ चाहिँ थोरै लगाउनु भए हुन्छ, धेरै लगाउनु पर्दैन। यस्तो खालको प्यान छ भने त एकदमै थोरै लगाउनु। अनि त्यसपछि हाम्रो ब्याटल त्यो चाहिँ थोरै थोरै गरेर हालिदिँदा हुन्छ। यो ब्याटल हालिसकेपछि चाहिँ मजाले यसलाई बिस्तारै बिस्तारै चलाएर गोलो गोलो बनाउने। आफूलाई जत्रो चाहिएको छ यसको साइज अनुसार त्यतै बनाउने। अनि त्यसपछि चाहिँ हामीले यसलाई एकैछिन मजाले 2 मिनट जति ढाकेर पकाउनु पर्छ। 2 मिनट ढाकिसकेपछि चाहिँ यसलाई निकालेर अर्को साइडतिर पकाउन राखिदिने। फेरि त्यो पनि 2 मिनट जति राखिसकेपछि यो चाहिँ रेडी भयो। ल हेर्नुहोस् त साथीहरू, मेरो यो एउटा रोटी चाहिँ पाकिसक्यो। कति छिटो पाक्यो है। ल हेर्नुहोस् त, मेरो रोटी पाकेर रेडी भइसक्यो। मैले त्यस्तै गरेर 2-2 मिनट गरेर पकाएर 3टा रोटी रेडी गरेँ। अब यो रोटीसँग चाहिँ खास त टमाटरको अचार मिठो हुने हो, तर यो बिहान ब्रेकफास्ट भएको भएर चाहिँ मैले टमाटरको अचारभन्दा अन्डासँग खाने विचार गरेँ। साथीहरू, तपाईँलाई यो रेसिपी कस्तो लाग्यो भनिदिनु ल।